ओके वेलकम एभ्रिवान। आज चाहिँ हामीले चाहिँ ट्र्याकेस्टोमी पढ्छौँ होइन। ट्र्याकेस्टोमी चाहिँ हामीले चाहिँ बेसिक जति पनि जति पनि क्वेसनहरू सोधिएको छ र जति पनि क्वेसनहरू सोध्न सक्छ त्यो आधारमा चाहिँ हामीले पढ्दैछौँ। हामीले त्यसरी डिपमा पढिँदैन ट्र्याकेस्टोमी होइन। यो चाहिँ मेनली इम्पोर्टेन्ट फर दि प्र्याक्टिकल पर्पजको लागि चाहिँ हामीले पढिन्छ है। सुरुमा चाहिँ हामीलाई चाहिँ ट्र्याकेस्टोमी भनेको चाहिँ वाट इज ट्र्याकिया भनेको चाहिँ वाट इज ट्र्याकेस्टोमी जान्नुपर्छ, यसको डिफिनेसन जान्नुपर्छ। नाममै छ ट्र्याकियामा ओस्टोमी भनेको के हो, पाल पार्नु नै नर्मली त्यही नै बुझिन्छ। अनि इट इज डिफाइन एज के हुन्छ, इट्स अ मेकिङ एन्ड ओपनिङ हो, ठिक छ। मेकिङ एन्ड ओपनिङ इन दि एन्टेरियर ट्र्याकियल वाल होइन, यही नै हो ट्र्याकेस्टोमी भनेको। इट इज डिफाइन एज द मेकिङ एन्ड ओपनिङ इन द एन्टेरियर ट्र्याकियल वाल। त्यसपछि एन्ड कन्भर्टिङ इट इन्टु दि स्टोमा अन दि स्किन सर्फेस, ठिक छ। यसको डिफिनेसन चाहिँ यही नै हो, ठिक छ। अब चाहिँ यसको डिफिनेसन भएन, हामीलाई डिफिनेसन सोध्न सक्छ मेनली। ल अब ट्र्याकेस्टोमी भनेको यो, यसको डिफिनेसन त यो भयो। अब चाहिँ कसरी गरिन्छ त नि, हामीले कुन लेभलमा दिन्छ, वाट आर दि टाइप्स अफ ट्र्याकेस्टोमी, यो कुराहरू चाहिँ जान्नुपर्छ त। सुरुमा चाहिँ हामीले ट्र्याकेस्टोमी दिनको लागि के गर्नुपर्छ पहिला भनौँ। नर्मली ट्र्याकेस्टोमी दिनको लागि सुरुमा त हामीले स्किनलाई के गर्नुपर्छ, इन्सिजन दिनु पऱ्यो, ठिक छ। इन्सिजन अन दि स्किनमा दियो होइन। इन्सिजन दियो केमा, स्किनमा। इन्सिजन दिएपछि स्किनमा के गरियो त, त्यसपछि स्ट्र्याप मसल, जुन मसल छ नि हामीले त्यसलाई के गरिन्छ, रिट्र्याक्ट गरिन्छ, ठिक छ। जस्तै तिमीले यसरी नर्मली यसरी स्किनमा इन्सिजन दियो होइन, यो घाँटी हो तिम्रो, ठिक छ। यो घाँटी हो, माथि टाउको छ होइन, यो घाँटी हो भने यसरी स्किनमा इन्सिजन दियो भने यसलाई त यसरी त तान्नु पऱ्यो नि त, रिट्र्याक्ट त गर्नु पऱ्यो नि यसरी, ठिक छ नि। त्यही गरेको क्या, स्ट्र्याप मसललाई के गरियो त, रिट्र्याक्ट गरियो। रिट्र्याक्ट गरेपछि यहाँ थाइरोइड छ, थाइरोइडलाई त के गर्नु पऱ्यो, माथि तान्नु पऱ्यो, न त के थाइरोइडलाई पाल त पार्न मिलेन हो। थाइरोइडलाई के गर्नु पऱ्यो त, फेरि माथि तान्नु पऱ्यो भनेको रिट्र्याक्ट। थाइरोइड ग्ल्यान्डलाई के गर्नु पऱ्यो, थाइरोइड ग्ल्यान्डलाई पुल गर्नु पऱ्यो, पुल्ड अप विथ हुक। कुन होको, क्रिकोइड हुक। त्यसपछि चाहिँ हामीले के गरिन्छ, थाइरोइड ग्ल्यान्ड पनि पुग्यो। त्यसपछि हामीले एस्पिरेसन गर्ने इयरलाई, जति पनि एस्पिरेसन छ नि, एस्पिरेट दि इयर। त्यसपछि हामीले कुन लेभलमा दिन्छ त, हामीले बल्ल इन्सिजन दिने। कुन लेभलमा इन्सिजन दिन्छ, T2 लेभलमा इन्सिजन दिन्छ, अथवा T3मा दिन्छ, T2 अर T3 यसमा दिन्छ, ठिक छ। यही नै हो यसको ट्र्याकेस्टोमीको यो चाहिँ के भयो त, यसको प्रोसेस कसरी चाहिँ हामीले प्रोसिडियर गरिन्छ भन्ने कुरा भयो है। अब त्यसपछि चाहिँ हामी चाहिँ ट्र्याकेस्टोमीको अब चाहिँ वाट आर दि टाइप्स अफ दि ट्र्याकेस्टोमी, सुरुमा चाहिँ हामी इन्डिकेसन पढ्छौँ, ठिक छ। इन्डिकेसनहरू चाहिँ अब हेर, डिटेलमा चाहिँ म पढाउँदिनँ, भित्रभित्र पनि धेरै कुराहरू छन्। नर्मली बेसिक इन्डिकेसनहरू चाहिँ म भनिदिन्छु, ठिक छ। इन्डिकेसनको सुरुमा भनेको रेस्पिरेटरी इन्सफिसियन्सी। रेस्पिरेटरी के भयो त, इन्सफिसियन्सी भयो होइन। रेस्पिरेटरी इन्सफिसियन्सी, ल रेस्पिरेटरी इन्सफिसियन्सी भयो। रेस्पिरेटरी इन्सफिसियन्सी चाहिँ के कन्डिसनमा हुनसक्छ, जस्तै अब तिम्रो इम्फाइसेमियाहरूमा हेर होइन, इम्फाइसीमा होइन, ब्रोङ्काइटिसहरू होइन, अनि अर्को भनेको तिम्रो एटिल्याक्टिसिसहरू, यस्तोहरूमा चाहिँ देखिन सक्छ रेस्पिरेटरी इन्सफिसियन्सी। मान्छेलाई अलिक सास फेर्न गाह्रो हुनसक्छ, ठिक छ। अर्को भनेको मेन भनेको यसको चाहिँ रेस्पिरेटरी अब्स्ट्रक्सन भयो। रेस्पिरेटरी के भयो त, अब्स्ट्रक्सन भयो। रेस्पिरेटरी अब्स्ट्रक्सन चाहिँ के कारणले हुनसक्छ, जस्तै एउटा चाहिँ के भयो त, ट्युमर भयो, केमा, ल्यारिङ्समा ट्युमर अथवा नियोप्लाजम भयो होइन। ट्युमर अथवा नियोप्लाजम भयो केमा, ल्यारिङ्समा भयो, अप्पर तिम्रो ट्र्याकियाहरूमा, अप्पर ट्र्याकियामा भयो होइन। यस्तोमा भयो भने के हुन्छ, टङमा भयो, इभन टङमा भयो भने पनि के भन्छ, हामीले चाहिँ यो के भयो त, हामीले चाहिँ ट्र्याकेस्टोमी गरिन्छ। अर्को भनेको चाहिँ के हुनु भयो त, ट्युमर फरेन बडी भयो। फरेन बडी इन्दी के भयो त, ल्यारिङ्समा फरेन बडी भयो, ठिक छ। अर्को भनेको इन्फेक्सन भयो। इन्फेक्सन पनि त हुनसक्छ। इन्फेक्सन भनेको के पऱ्यो त, जस्तै एक्युट इपिग्लोटाइटिसहरू पऱ्यो होइन। अर्को भनेको तिम्रो लुडोइक एन्जिनाहरू पऱ्यो होइन। एप्सेसहरू पऱ्यो, पेरिटन्सिलर एप्सेस, यस्तोहरूमा नि के गरिन्छ त, हामीले चाहिँ ट्र्याकेस्टोमी गर्नुपर्छ होइन। अनि अर्को भनेको फरेन बडी भयो होइन, अनि ल्यारेन्जल इडिमा भयो अथवा ट्रमा भयो, ल्यारिङ्समा ट्रमा भयो, ठिक छ। एक्सटर्नल ट्रमा भयो पनि हामीले गरिन्छ। अब अर्को भनेको चाहिँ भनेको रिटेन भयो, सेक्रेसनहरू के भयो त, रिटेन भयो होइन। 3R भनेर सम्झिने के, रिटेन के भयो त, सेक्रेसन भयो, ठिक छ। रिटेन सेक्रेसन जस्तै केमा रिटेन सेक्रेसन हुन्छ, बाहिर फाल्न सकेन भने त भित्र बस्यो नि त, रिटेन भयो। जस्तै यसमा 1 नम्बरमा आउँछ इनएबिलिटी टु कफ,
इनएबिलिटी टु कफ, मान्छेले कफै फेर्न सकेन, जस्तै कोमा पेसेन्टहरूमा कफ फेर्न सक्दैन होइन। अर्को भनेको प्यारालाइसिस अफ दि रेस्पिरेटरी मसल्सहरू छ नि, जुन प्यारालाइसिस अफ दि रेस्पिरेटरी मसल, यस्तो मसल्सहरू भयो भने नि त कफ फेर्न सक्दैन। अर्को भनेको पेनफुल कफमा नि हुनसक्छ होइन, रिटेन हुनसक्छ। अर्को भनेको केमा हुनसक्छ त रिटेन, अर्को कुन कन्डिसनमा हुनसक्छ भन्न त रिटेन। ल अर्को भने चाहिँ तिमीले फाल्नै सकेनौ भनेको प्यारालाइसिसहरू छ तिम्रो, के भयो त ल्यारेन्जियल, तिम्रो जुन बायोलेट्रल के अरे यो नर्भहरू छ नि ल्यारेन्जियल नर्भहरू, त्यो चाहिँ के भयो त प्यारालाइसिस भयो। जस्तै के भन्छ एस्पिरेसन अफ दि फ्यारेन्जियल सेक्रेसन भनेको जति पनि तिमीले फ्यारेन्क्सको सेक्रेसन नै त्यही के भयो त एस्पिरेसन भएको भइ छ होइन, एस्पिरेसन अफ दि फ्यारेन्क्सको सेक्रेसन। यो चाहिँ हामीले देखिन्छ केमा देखिन्छ त, यो दिस इज सिन इन दि बायोलेट्रल ल्यारेन्जियल पाल्सी होइन, ल्यारेन्जियल पाल्सीमा देखिन्छ यो। प्यारालाइसिस। ल ओके, यही कुराहरू नै हो यति। अनि अर्को अझै एउटा छ, एउटा 4 नम्बरमा चाहिँ एन्टिसिपेटरी ट्र्याकेस्टोमी पनि भन है। एन्टिसिपेटरी ट्र्याकेस्टोमी भनेको चाहिँ के हो भन्दाखेरि वाइल पर्फर्मिङ एनी अपरेसन अफ द हेड एन्ड नेक सर्जरी गर्दाखेरि चाहिँ देयर इज अ चान्स अफ द के हुन्छ पोस्ट इडिमा, भनेको पोस्ट ल्यारेन्जियल के हुनसक्छ इडिमा हुनसक्छ क्या, एज अ कम्प्लिकेसन। ठिक छ, पोस्ट इडिमा हुनसक्छ भनेको पछि चाहिँ त्यो सर्जरी गरेर भइसकेपछि चाहिँ हाम्रो के हुनसक्छ भन्दाखेरि त्यसमा चाहिँ इडिमा हुनसक्छ, सर्जिकल इडिमा हुनसक्छ, पोस्ट सर्जिकल इडिमा हुनसक्छ हो। त्यो कुरालाई चाहिँ हामीले चाहिँ के गर्नको लागि चाहिँ त्यही र जसले गर्दाखेरि हामीले के हुन्छ रेस्पिरेसन गर्न गाह्रो हुनसक्छ। त्यही भएर चाहिँ हामीले पहिले नै प्रिभेन्ट गर्नको लागि चाहिँ हामीले के गरिन्छ त ट्र्याकोस्टोमी गरिन्छ, बुझ्यौ। यहीलाई है एन्टिसिपेटरी ट्र्याकोस्टोमी भन्छ। एन्टिसिपेटरी ट्र्याकोस्टोमी भनेको के रहेछ अहिले बुझ्यौ नि। एन्टिसिपेटरी ट्र्याकोस्टोमी भनेको कहिले पनि कुनै पनि हामीले चाहिँ हेड एन्ड नेकको सर्जरी गऱ्यौँ भने चाहिँ त्यसमा चाहिँ हामीलाई चाहिँ पछि त्यो पोस्ट सर्जिकल के हुनसक्छ, पोस्ट सर्जिकल इडिमा हुनसक्छ होइन। त्यही भएर चाहिँ टु प्रिभेन्ट दिस हामीले चाहिँ के गर्ने गरिन्छ ट्र्याकोस्टोमी गर्ने गरिन्छ है, ट्र्याकोस्टोमी गर्ने गरिन्छ है, ट्र्याकोस्टोमी गर्न गरिन्छ। दिस त्यो के त्यही। ल अब हामी जाऊँ वाट आर द टाइप्स अफ द ट्र्याकोस्टोमी, टाइप्स अफ ट्र्याकोस्टोमी। ठिक छ, ल सुरुमा आउँछ डिपेन्डिङ अपन दि चाहिँ तिमीले कति अर्जेन्सीमा कुन अर्जेन्सीमा गरिरहेको छौ ट्र्याकोस्टोमी, डिपेन्डिङ अपन दि अर्जेन्सी ट्र्याकोस्टोमी डिपेन्डिङ अपन दि अर्जेन्सीको आधारमा चाहिँ हामीले ट्र्याकोस्टोमीलाई दुईवटा भागमा डिभाइड गर्न सकिन्छ। एउटा चाहिँ हाम्रो हुन्छ इमर्जेन्सी ट्र्याकोस्टोमी, अर्को भनेको चाहिँ इलेक्टिभ ट्र्याकोस्टोमी। ठिक छ, अब इमर्जेन्सी ट्र्याकोस्टोमी भनेको के हो, इमर्जेन्सी ट्र्याकोस्टोमी भनेको त्यति बेला गरिन्छ इट इज डन वेन द पेसेन्ट इज इन के हुन्छ एक्युट के भयो त त्यसलाई एकदमै रेस्पिरेटरी अब्स्ट्रक्सन भयो, एक्युट ल्यारेन्जियल के भयो त अब्स्ट्रक्सन छ र एकदमै डिमान्डिङ के गरिरहेको त्यसले चाहिँ एकदमै अर्जेन्ट रिलिफ चाहिरहेको छ, त्यति बेला चाहिँ हामीले इमर्जेन्सी ट्र्याकोस्टोमी गरिन्छ। इमर्जेन्सी ट्र्याकोस्टोमीको लागि हामीले भर्टिकल इन्सिजन दिन्छौँ है, नट होरिजेन्टल, हामीले भर्टिकल इन्सिजन दिन्छौँ। कहाँबाट दिन्छौँ, क्रिकोइडदेखि हाम्रो सुप्राइस्टर्नल नचसम्म दिन्छौँ, केसम्म दिन्छौँ सुप्राइस्टर्नल नचसम्म दिन्छौँ। ठिक छ, सुप्राइस्टर्नल नच है, ल यहाँसम्म दिन्छ। दिस इज द इमर्जेन्सी ट्र्याकोस्टोमी। इलेक्टिभ ट्र्याकोस्टोमी भनेको के हो त, इट इज द ट्र्याकोस्टोमी विच इज डन वेन द बोथ द पेसेन्ट एन्ड द डक्टर इज नट इन हरी होइन। यो पनि दुईवटा प्रकारको हुन्छ, एउटा टेम्पोररी ट्र्याकोस्टोमी भन्न सकिन्छ, अर्को भनेको पर्मानेन्ट ट्र्याकोस्टोमी हुन्छ। टेम्पोररी ट्र्याकोस्टोमी इज डन वेन टु के हुन्छ त टु ओभरकम दि सर्टेन पिरियड अफ दि क्राइसिसको लागि, कुनै छोटो समयको लागि चाहिँ हामीले ट्र्याकोस्टोमी गरियो भने त्यसलाई टेम्पोररी गरिन्छ, र पर्मानेन्ट भनेको चाहिँ एकदम पर्मानेन्ट सोल्युसनको लागि थ्रु आउट दि लाइफको हामीले ट्र्याकोस्टोमी गरियो भने पर्मानेन्ट हुन्छ। यो केमा गरिन्छ त, दिस इज डन इन दि केस अफ बायोलेट्रल एब्डक्टर पाल्सी होइन, एब्डक्टर पाल्सी त्यो ल्यारेन्जियल पाल्सीहरू छ भने चाहिँ हामीले यो गरिन्छ। यो केमा गर्न सकिन्छ त टेम्पोररी, अब कुनै पनि इन्फेक्सनहरू छ त्यस्तोमा चाहिँ हामीले के लुडविक एन्जिनाहरू गर्न सकिन्छ नि त, त्यसमा चाहिँ हामीले के गरिन्छ त टेम्पोररीको लागि गरिन्छ। अब अर्को भनेको हेर डिपेन्डिङ त अर्जेन्सीको आधारमा दुईवटा प्रकारको भयो। अब चाहिँ हामीले कहाँ दियौँ त नि, डिपेन्डिङ पोजिसनको आधारमा पनि ट्र्याकोस्टोमीलाई हामीले 3 भागमा डिभाइड गर्न सकिन्छ। एउटा हाई ट्र्याकोस्टोमी, एउटा मिड ट्र्याकोस्टोमी, एउटा लो ट्र्याकोस्टोमी। हाई ट्र्याकोस्टोमी, मिड ट्र्याकोस्टोमी र लो ट्र्याकोस्टोमी। मैले भनिसकेँ ट्र्याकोस्टोमीको हामीले कहाँ दिन्छ त, हामीले T2 र T3 लेभलमा दिने हो नि इन्सिजन। भनेपछि हाई ट्र्याकोस्टोमी भनेको के हो त, T2 भन्दा माथि छ भने यदि ट्र्याकोस्टोमी पर्फर्म T2 एबोभ द के हुन्छ T2 लेभलभन्दा माथि छ भने दिस इज नन एज दि हाई ट्र्याकोस्टोमी। मिड ट्र्याकोस्टोमी भनेको T2, T3 र T4 लेभलमा छ भने यो पोजिसनमा हामीले ट्र्याकोस्टोमी यो पोजिसनमा पर्फर्म गऱ्यो भने दिस इज द मिड ट्र्याकोस्टोमी। अर्को आउँछ लो ट्र्याकोस्टोमी। लो ट्र्याकोस्टोमी भनेको बिलो दि के हो त बिलो दि T5 र T6 होइन, T5 र T6 ट्र्याकोस्टोमी पर्फर्म बिलो दि T5 एन्ड T6, यसलाई भन्छ हामीले लो ट्र्याकोस्टोमी। अब अर्को आउँछ डिपेन्डिङ अपन दि ट्र्याकोस्टोमीलाई हामीले चाहिँ अर्को के आधारमा डिभाइड गर्न सकिन्छ भन्दा थेरापेउटिक ट्र्याकोस्टोमी गर्न सकिन्छ, र अर्को भनेको चाहिँ प्रोफाइल्याक्टिक ट्र्याकोस्टोमी पनि गर्न सकिन्छ। यल ए है, एलए सी टिआइसी ओके, रङ भयो प्रोफाइल्याक्टिक है। एउटा चाहिँ थेरापेउटिक हो, अर्को भनेको
प्रोफाइलेक्टिक ट्र्याकोस्टोमी पनि गरिन्छ ठीक छ ल टाइप्स अफ ट्र्याकोस्टोमी पनि दिज आर दि टाइप्स अफ द ट्र्याकोस्टोमी अब हामी जान्छौँ अब के पढाउँछौँ हामी वाट आर द स्ट्रक्चर द्याट आर कट ड्युरिङ द ट्र्याकोस्टोमी कुन स्ट्रक्चर चाहिँ हामीले चाहिँ कट गरिन्छ ट्र्याकोस्टोमी त गरियो स्ट्रक्चर कट के गरिन्छ र सुरुमा हामीले स्किनलाई काटिन्छ हैन त्यसपछि हामीले भनेको सबक्युटेनियस टिस्युलाई काटिन्छ हैन त्यसपछि हामीले केलाई काटिन्छ फ्याटलाई काटिन्छ त्यसपछि अब हाम्रो ट्र्याकियम पुगिसकेका छौँ त्यही भएर हामीले प्रिट्र्याकियल फासालाई काट्छौँ हैन प्रिट्र्याकियल फासालाई काटिन्छ अनि हामीले के गरिन्छ त ट्र्याकियलाई काटिन्छ बस दिसार्दी है अब हामीले त्यसपछि जान्छौँ कम्प्लिकेसन ठीक छ कम्प्लिकेसन हेर कम्प्लिकेसन चाहिँ हाम्रो इमिडिएट कम्प्लिकेसन हुन्छ एउटा हुन्छ अर्ली कम्प्लिकेसन हुन्छ र अर्को भनेको डिले कम्प्लिकेसन हुन्छ तीनटा कम्प्लिकेसन हुन्छ ठीक छ इमिडिएट कम्प्लिकेसनलाई कसरी सम्झिन्छ ह्याप्पी भनेर सम्झिने HAAPI भनेर सम्झिने ठीक छ ह्याप्पीमा एचबाट के आउँछ त हेमोरेज आउँछ हेमोरेज केबाट आउँछ इन्फेरियर थाइरोइड भेनको है हेमोरेज इन्फेरियर थाइरोइड भेन एबाट के आउँछ त एबाट एप्निया आउँछ अर्को एबाट के आउँछ त एस्पिरेसन आउँछ अर्को पीबाट के आउँछ त न्युमोथोराक्स आउँछ अर्को आईबाट के आउँछ त इन्जुरी टु दि एडजेसेन्ट स्ट्रक्चर हुन्छ ठीक छ एडजेसेन्ट स्ट्रक्चर है त्यसपछि अर्को अर्लीमा के हुनसक्छ ट्र्याकियो इसोफेजियल फिस्टुला हुनसक्छ अर्को भन्ने के हुनसक्छ अर्ली भर्खरै हुने भनेको ट्युबको अब्स्ट्रक्सन पनि त हुनसक्छ नि त हैन अनि के हुनसक्छ त लङको एटिल्याक्सिस हुनसक्छ लङमा एब्सेस हुनसक्छ हैन सबक्युटेनियस इम्फाइसेमा हुनसक्छ मैले सर्ट फर्म लेखिरहेको छु है तिमीले लङ फर्मै बुझ्नु ल सबक्युटेनियस अब डिले ट्र्याकियो इसोफेजियल फिस्टुला भनेको के हो त्यहाँ भनौँ ट्र्याकिया र इसोफेजियस चाहिँ के भयो त जोइन भयो भन्ने त बुझिन्छ नि त ट्र्याकिया र इसोफेजियस अब त डिले भयो धेरै समयपछि त त्यो स्किनमै आइदिन्छ त्यही भएर हामीले त्यसलाई भन्छ ट्र्याकियो क्युटेनियस फिस्टुला है ट्र्याकियो फिस्टुला अर्को भने के हुनसक्छ इन्फेक्सन हुनसक्छ लेट भइसक्यो धेरै भइसक्यो अर्को भनेको ग्रानुलेसन हुनसक्छ हैन यही कुरा यति त बुझ्छ ठीक छ कम्प्लिकेसनमा यति ल अब त्यसपछि हामीले चाहिँ यसको चाहिँ वाट आर दि पोस्ट अपरेटिभ केयर भनेर भन्छौँ कि पोस्ट अपरेटिभ मान्छेलाई अब अपरेसन त गर्यो पोस्ट अपरेटिभमा चाहिँ के छ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ हामीले सक्सन गर्ने रेगुलर सक्सनिङ गर्ने के को लागि नर्मल सलाइन वाटरले रेगुलर सक्सनिङ गर्नुपर्छ अर्को भनेको ह्युमिडिफिकेसन गरिराख्ने ठीक छ अर्को भनेको चाहिँ चेस्टको के गर्ने त चेस्ट एक्सरे गर्ने भनेको चेस्ट एक्सरे भनेको के गर्ने त भन्दाखेरि नर्मली जब तिमीले गर्छौ नि चेस्टको फिजियोथेरापी भन्छ म चाहिँ नर्मली चेस्ट एक्सरे भन्दा नि चेस्टको फिजियोथेरापी गर्ने भनेको चेन्ज अफ द ट्युब गरिराख्ने अर्को भनेको फर्स्ट ट्युब चाहिँ हामीले 72 आवर्समा चेन्ज गर्नुपर्छ अपरेसन गरेको त्यसपछि चाहिँ डेली हामीले चाहिँ ट्युब चेन्ज गरिराख्नुपर्छ ठीक छ त्यसपछि अर्को भनेको चाहिँ हामीले चाहिँ डिक्यानुलेसन गर्ने डिफ्लेटिङ गर्ने त जुन क्यानल अहिले म पढाउँछु त्यहाँ ट्युबहरूमा डिफ्लेटिङ एउटा कफ ट्युब हुन्छ हैन पोटेक्स भन्ने हुन्छ हैन कफ ट्युब चाहिँ हामीले कफ भनेको हावा दिएर राखेको हुन्छौँ कि त्यसलाई चाहिँ कहिले के गर्नुपर्छ डिफ्लेटिङ गर्नुपर्छ कति बेला डिफ्लेटिङ गर्नुपर्छ एभ्री 2 आवर्स फर 5 मिनट है एभ्री 2 आवर्स फर 5 मिनटको लागि हामीले के गर्नुपर्छ डिफ्लेट गर्नुपर्छ ठीक छ यसरी चाहिँ हामीले चाहिँ यसको के गरिन्छ त पोस्ट अपरेटिभ केयर गरिन्छ सुरुमा हामीले सक्सन गर्नुपर्छ रेगुलर ट्र्याकियल सक्सन गर्नुपर्छ सलाइन वाटरले ह्युमिडिफिकेसन गर्नुपर्छ चेस्ट एक्सरेहरू चेस्ट फिजियोथेरापीहरू गर्नुपर्छ र डिफ्लेटिङ गर्नुपर्छ ठीक छ दिज आर दि अब यो सक्सन यो चाहिँ भयो अब त्यसपछि हामी जाम ट्र्याकोस्टोमीको अब चाहिँ हामी पढौँ मेनली अब तिमीलाई भाइभामा यो त यतिको चाहिँ भाइभामा सुन्न सक्छ ठीक छ दिज आर दि क्वेसन द्याट आर आस्क इन दि भाइभा हैन योभन्दा बाँकी भाइभामा ट्र्याकोस्टोमीबाट खासै कोही क्वेसन डिफिनेसन सुन्न सक्छ डिफिनेसन भनिहाल्नु हैन इट इज डिफाइन एट दि के हो त इट इज अ मेकिङ एन्ड ओपनिङ इन दि एन्टेरियर ट्र्याकियल वाल हो हैन एन्ड कन्भर्टिङ इन्टु दि स्टोमा अफ दि अन दि स्किन सर्फेस एन्ड कन्भर्टिङ इट इन दि स्टोमा अन दि स्किन सर्फेस हुन्छ अब कसरी गर्छौ भनेर प्रोसिडियर भनिहाल्यो भने चाहिँ इन्सिजन दिने स्किनमा त्यसपछि हामीले स्ट्र्याप मसललाई चाहिँ रिट्र्याक्ट गर्ने यसरी रिट्र्याक्ट गरिदिने त्यसपछि हामीले चाहिँ जति पनि यो थाइरोइड ग्ल्यान्ड छ त्यसलाई चाहिँ हामीले क्रिकेट हुकले माथि तान्ने त्यसपछि हामीले के गर्ने त इयरलाई एस्पिरेट गरेर इन्सिजन दिने कति लेभलमा T2 र T3 लेभलमा दिनुपर्छ ठीक छ त्यसपछि वाट आर द इन्डिकेसन भनेर सुन्न सक्छ इन्डिकेसन भनेर 3टा आर सम्झे पनि भयो एउटा रेस्पिरेटरी इन्सफिसियन्सीमा दिन सकिन्छ रेस्पिरेटरी अब्स्ट्रक्सनमा दिन सकिन्छ अर्को भनेको रिटेन सेक्रेसनहरूमा दिन सकिन्छ र अर्को भनेको एन्टिसिपेटरी ट्र्याकोस्टोमी छ भने एन्टिसिपेटरी ट्र्याकोस्टोमी भनेको के हो कुनै पनि अपरेसन हेड एन्ड नेकको सर्जरी गर्दाखेरि चाहिँ देयर क्यान बी के हुन्छ त पोस्ट सर्जिकल इडिमा हुनसक्छ र हामीले त्यही प्रिभेन्ट गर्नको लागि चाहिँ हामीले ट्र्याकोस्टोमी गरिन्छ अब वाट आर द टाइप्स अफ द ट्र्याकोस्टोमी सुन्न सक्छ डिपेन्डिङ अपन द अर्जेन्सी वी क्यान ह्याभ इमर्जेन्सी ट्र्याकोस्टोमी र इलेक्टिभ ट्र्याकोस्टोमी इमर्जेन्सी ट्र्याकोस्टोमी इज डन टु रिलिफ दि टु अर्जेन्टली के हुन्छ त
to urgently emergency tracheostomy is done when there is a acute laryngeal obstruction and to prevent the patient from the के हुन्छ त collapse को लागि ठीक छ अनि यो चाहिँ in the emergency tracheostomy there is we give के हुन्छ vertical incision is given हैन and the incision is given from the cricoid cartilage to the supraesternal notch. Okay, in the elective what do you mean elective tracheostomy? Elective tracheostomy is the tracheostomy in which both the patient party and the doctor are not in hurry, and it is of two types, and temporary tracheostomy and the permanent tracheostomy. Temporary tracheostomy is done when for a certain period of time to overcome the crisis, whereas the permanent tracheostomy is done throughout the life. केमा गर्न सकिन्छ bilateral abductor palsy मा गर्न सकिन्छ हैन अनि depending upon the position tracheostomy is of three types. One is high tracheostomy, one is mid tracheostomy, and is low tracheostomy. High tracheostomy is high tracheostomy is high tracheostomy when the incision is above the level of T2, then it is a high tracheostomy. When the incision is at the level of T2, T3, T4, then it is a mid tracheostomy, and when the incision is below the T5 and T6, then it is the low tracheostomy. And depending on the tracheostomy can also be one is therapeutic type and the prophylactic type. ठीक छ त्यसपछि what are the structure cut during the tracheostomy भनेर सोध्यो भने चाहिँ स्किन सबक्युटेनियस टिस्यु फ्याट पेरिट्राइकल फासिया र ट्र्याकिया हुन्छ अझ यो त एकदमै इम्पोर्टेन्ट छ कम्प्लिकेसन धेरै सोध्छ है कम्प्लिकेसन भनेको देयर आर थ्री the complication of tracheostomy there are immediate complication of the tracheostomy early complication and the delayed complication of the tracheostomy. The immediate complication चाहिँ हामीले यसरी सम्झिने ह्याप्पी भनेर सम्झिने हेमोरेज एप्निया एस्पिरेसन न्युमोथोराक्स इन्जरी टु दी एडजेसेन्ट स्ट्रक्चर अनि अर्लीको लागि के हुन्छ ट्र्याकियोइसोफेजियल फिस्टुला ट्युबको अब्स्ट्रक्सन लङ एटिलेक्सिस लङ एब्सेस सबक्युटेनियस इम्फाइसिमिया डिलेमा के हुन सक्छ ट्र्याकियोक्युटेनियस फिस्टुला इन्फेक्सन र ग्रानुलेसन भन्ने यति भने ठीक छ अनि व्हाट आर द पोस्ट अपरेटिभ केयर भनेको सक्सन गर्नुपर्छ रेगुलर सक्सनिङ गर्नुपर्यो हैन बाइ द नर्मल सलाइनले गर्नुपर्यो ह्युमिडिफिकेसन चेस्टको फिजियोथेरापी गर्नुपर्यो सुरुमा हामीले सर्जरी आफ्टर 72 आवर्स अफ द सर्जरी हामीले चाहिँ चेन्ज अफ द ट्युब गर्नुपर्छ त्यसपछि लेटर चाहिँ हामीले हरेक दिन एभ्री डेमा चाहिँ हामीले चेन्ज लाइक ट्युबलाई के गर्नुपर्छ चेन्ज गर्नुपर्छ रिमुभ गर्नुपर्छ त्यसपछि अर्को हुने डिफ्लेटिङ कफ ट्युब छ भने एभ्री 2 आवर्समा फर 5 मिनेटको लागि हामीले चाहिँ के गरिन्छ फर 5 मिनेटको लागि हामीले त्यसलाई चाहिँ डिफ्लेट गर्ने ठीक छ यदि डिफ्लेट गरेन भने के हुन्छ त भनेर क्वेशन आउन सक्छ डिफ्लेट गरेन भने अहिले अब हामी पढिन्छ के हुन्छ है ल अब ट्र्याकेस्टोमी यति जानिसकेपछि चाहिँ तिमीले भाइभाको एन्सर गर्न सक्छौ अब ट्र्याकेस्टोमीबाट चाहिँ हामी अब तिम्रो भाइभामा राखिएका इन्स्ट्रुमेन्टहरू हुन्छन् हैन त्यो चाहिँ पढ्छौँ ठीक छ सुरुमा चाहिँ ट्र्याकेस्टोमीमा चाहिँ एउटा एकदमै इम्पोर्टेन्ट इन्स्ट्रुमेन्ट छ म यहाँ फोटो देखाउँदै पढाउँछु ल ओके ल सुरुमा यही फोटो छ यही फोटो पढिहालौँ ठीक छ दिस इज द व्हाट डु यु नो दिस ल हेर त यो कुन हो के हो यो ल यो यसको नाम के हो त यो हो ट्र्याकियल डाइलेटर है ट्र्याकियल डाइलेटर दिस इज द ट्र्याकियल डाइलेटर यसको नाम भन्नुपर्छ दिस इज द ट्र्याकियल डाइलेटर यसको बारेमा केही सर्ट टपिक सर्ट थोरै भन्नुपर्छ यसको बारेमा लिने हातमा दिस इज द ट्र्याकियल हैन दिस इन्स्ट्रुमेन्ट इन द नादी ट्र्याकियल डाइलेक्टर हो यसको काम भनेको के हो इट इज के हुन्छ त यसले चाहिँ के गर्छ त डाइलेट दि के गर्छ त ट्र्याकियलाई डाइलेट गर्छ र हामीले चाहिँ इन्सर्सन अफ दि के हुन्छ त ट्र्याकेस्टोमी ट्युबको लागि हेल्प गर्छ हैन यसले चाहिँ के गर्छ त इट हेल्प्स इन दि डाइलेसन अफ दि ट्र्याकिया नामै डाइलेटर छ त डाइलेसन त गर्नै पर्यो हैन डाइलेसन अफ दि ट्र्याकिया एन्ड हेल्प्स इन दि के हुन्छ त insertion and helps in the insertion of tracheostomy tube है tracheostomy tube लाई मैले टिटी लेखे ल tracheostomy tube यसको चाहिँ एउटा प्याराडक्स भनेको सिजर छ नि हाम्रो कैंचीलाई सम्झिने कैंची र यसको ठ्याक्क अपोजिटमा चल्छ भनेको हामीले कैंचीलाई यसरी अगाडि ल्यायौं भने के हुन्छ अगाडि यसलाई यदि हामीले यसरी दुईटा यो यसलाई र यसलाई यसरी हामीले एकैतिर ल्यायौं भने यो त हाम्रो खुल्छ नि हैन हाम्रो कैंची त खुल्छ तर यो के हुन्छ त हामीले यसरी ल्यायौं भने यो बन्द हुन्छ बुझ्यौ नि यो ठ्याक्क यसको अपोजिट छ अपोजिट मेकानिजम छ ठीक छ कैंचीको भन्दा र हामीले यसरी यसलाई यसरी पछाडी लयौं भने दुईटालाई टाढा लिएर गयौं भने के हुन्छ हाम्रो कैंची त नजिक आउँछ यो जुन यो पार्ट छ त्यो त नजिक आउँछ नि कैंचीको तर यसको के आउँछ त यसको चाहिँ यो के जान्छ अपोजिट हुन्छ ठ्याक्क अपोजिट अफ दि कैंची हुन्छ ठीक छ ल यति नै हो यसको ट्र्याकेस्टोमीको डाइलेटरबाट खासै त्यस्तो इम्पोर्टेन्ट छैन अब यति यसको सोध्यो भने यही नै भन्नुपर्छ एउटा इम्पोर्टेन्ट भनेको त्यही हो ल अब अर्को हामी जान्छौँ अर्कोमा हामीसँग छ यो र यो सँगै पढ्छौँ ठीक छ ल हेर यो दुईटै हेर त ल हेर यो दुईटैको नाम के हो दिज आर दि के हो त ट्र्याकेस्टोमी के हो त यिनीहरू हुक हुन् एउटा चाहिँ शार्प छ हैन यहाँ शार्प छ एउटा चाहिँ हल्का ब्लन्ट छ भनेको एउटा चाहिँ शार्प हुक छ एउटा चाहिँ ब्लन्ट हुक छ हामीले भनिसकेका छौँ शार्प हुक केमा युज गरिन्छ र ब्लन्ट हुक केमा युज गरिन्छ हेर नर्मली दिज आर दि के हो त ट्र्याकेस्टोमी हुक भनेर सिधै ट्र्याकेस्टोमी हुक भन हैन अब यो भने यसरी देखिएछ भने दिस इज द शार्प ट्र्याकेस्टोमी हुक एन्ड दिस इज दि ब्लन्ट ट्र्याकेस्टोमी हुक शार्प ट्र्याकेस्टोमी हुक चाहिँ हामीले कहाँ युज गरिन्छ त भन्दाखेरि तिमीले क्रिकोइड जुन यो क्रिकोइड कार्टिलेज छ नि क्रिकोइड कार्टिलेजलाई रिट्र्याक्ट गर्नको लागि क्रिकोइड कार्टिलेजलाई रिट्र्याक्ट गर्नको लागि र स्टेबलाइज के हुन्छ त स्टेबलाइज ल्यारेन्क्सको लागि गरिन्छ
ठिक छ। अनि ब्लन्ट चाहिँ हामीले के गरिन्छ त, ब्लन्ट भनेको चाहिँ तिमीले यो थाइरोइडको स्टमस छ नि, थाइरोइडको स्टमसलाई हामीले रिट्र्याक्ट गर्नको लागि गरिन्छ, ठिक छ। यति कुरा जान्ने हो। ल ब्लन्ट भनेको चाहिँ थाइरोइडको स्टमसलाई गर्नको लागि गरिन्छ। हामीले थाइरोइडलाई बचाउनु पर्छ। थाइरोइडलाई कतातिर पुल गरेको त, माथितिर पुल गरेको थियो नि हो, यसरी ब्लन्ट गरेर माथितिर तान्ने। यसले चाहिँ के गर्छ त, क्रिकोइड कार्टिलेजलाई रिट्र्याक्ट गर्छ। अब हामीले मेन जान्न पर्ने भनेको चाहिँ वी हेभ गट यो। ओके, दिस इज द भेरी 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 इम्पोर्टेन्ट है, यो चाहिँ एकदम मजाले बुझ्नुपर्छ। ओके, अब यो चाहिँ प्योर ट्र्याकोस्टोमी ट्युब हो। यिनीहरू चाहिँ ट्र्याकोस्टोमी, अब मान्छेले ट्र्याकोस्टोमी ट्युब हालिन्छ नि, दिस इज द ट्र्याकोस्टोमी ट्युब। यसको नाम भएर ट्र्याकोस्टोमी ट्युब पनि धेरै प्रकारको हुन्छ कि, मेटालिक ट्युबहरू हुन्छ होइन, नन मेटालिक ट्युबहरू पनि हुन्छ होइन। नन मेटालिकमा तिमीलाई स्ल्यास्टिकहरू ट्युबहरू हुन्छ, त्यो सबै बनाएको हुन्छ होइन। तर मेन कुरा चाहिँ के हुन्छ भन्दाखेरि मेटालिक ट्युब चाहिँ हेर, मेटालिक ट्युबको चाहिँ मेटेरियल केबाट बनेको हुन्छ भन्दाखेरि जर्मन सिल्भरबाट बनेको हुन्छ कि। कहिलेकाहीँ सोध्न सक्छ होइन, यो केबाट बनेको छ, दिस इज द मेटालिक ट्युब होइन, यो मेटालिक ट्युब हो। यो केबाट बनेको हुन्छ, जर्मन सिल्भर बने। जर्मन सिल्भर भनेको के हो त, इट इज एन एलोय हो। के को एलोय, इट इज एलोय अफ कप्पर, जिङ्क एन्ड निकेल होइन, यसको एलोय, ठिक छ। अब यो यसको नाम के हो, यसको नाम हो ज्याक्सन होइन। ज्याक्सन भनेर सम्झिने, माइकल ज्याक्सन सम्झिने, ठिक छ। ज्याक्सन मेटालिक ट्युब हो, ट्र्याकोस्टोमी ट्युब। टिटी लेखेँ मैले, ट्र्याकोस्टोमी ट्युब है यो। ओके, इट इज अ ज्याक्सन मेटालिक ट्र्याकोस्टोमी ट्युब। ल हेर, यसको के हो, यसको अब तिमीलाई यसरी यो दिन्छ, यो त अभियसली दिन्छ। हेर, ट्र्याकोस्टोमीको इन्स्ट्रुमेन्ट राख्यो र यो राखेन भन्ने हुँदैन। यो र एउटा पटेक्सवाला छ, त्यो त दिन्छ। कफ ट्र्याकोस्टोमी त्यो त दिन्छ यो दुइटामा है। सर र भन, दिस इज द ओके लक्क हेर इन्स्ट्रुमेन्ट, दिस इज द ज्याक्सन मेटालिक ट्र्याकोस्टोमी ट्युब होइन। अब के डिस्क्राइब गर्नुपर्छ, इट हेज 3 पार्ट। ल अब मजाले डिस्क्राइब गरिन्छ, ठिक छ। इट हेज 3 पार्ट म्याम होइन। म्याम सर के हुन्छ, इट हेज 3 पार्ट। एउटा हुन्छ तिम्रो आउटर ट्युब, हेर त यो आउटर ट्युब हो, ठिक छ। इट हेज 3 पार्ट, एउटा हुन्छ आउटर ट्युब एन्ड एनदर इज इनर ट्युब होइन। र अर्कोलाई के भन्छ त, अप्टुरेटर भनिन्छ, OBTURATR, अप्टुरेटरलाई कहिलेकाहीँ पाइलोट पनि भनिन्छ, ठिक छ। यो अप्टुरेटर अथवा पाइलोट, ठिक छ। यो इनर ट्युब, यो हो आउटर ट्युब। म्याम और सर, ज्याक्सन मेटालिक, दिस इन्स्ट्रुमेन्ट इन नन एज ज्याक्सन मेटालिक ट्र्याकोस्टोमी ट्युब। इट कन्सिस्ट अफ 3 पार्ट, आउटर ट्युब, इनर ट्युब एन्ड द अप्टुरेटर अर पाइलोट, ठिक छ। आउटर ट्युबमा चाहिँ हाम्रो के हुन्छ त, दुईवटा फ्यालेन्जेस हुन्छ अन आइदर साइड एन्ड लक हुन्छ। आउटर ट्युबमा के हुन्छ अरे, आउटर ट्युब हेज फ्यालेन्जेस, के हुन्छ फ्यालेन्जेस अन आइदर साइड, ठिक छ। आइदर साइडमा हुन्छ र एउटा के हुन्छ त, लक हुन्छ, आइदर साइड एन्ड अ लक। हेर, यो फ्यालेन्जेसहरू, ठिक छ। र एउटा लक पनि छ होइन, यो लक हो, ठिक छ। ल हेर, इनर ट्युब चाहिँ के हुन्छ भन्दाखेरि क्यान बी फिक्स टु अ सिल्ड अफ द आउटर ट्युब बाई अ लक। इनर ट्युबलाई चाहिँ के गरिन्छ त, इनर ट्युब इज फिक्स्ड इनर ट्युब क्यान बी फिक्स्ड है, क्यान बी फिक्स्ड टु दि आउटर ट्युब। आउटर ट्युबमा फिक्स हुनसक्छ होइन, इनर ट्युब बाई अ लक लाएर फिक्स हुनसक्छ। अब त्यसपछि के लेख्छौ त, अप्टुरेटरले चाहिँ के गर्छ त, अप्टुरेटरको काम के हो त म्याम, अप्टुरेटर हेल्प्स इन द इन्सर्सन अफ द ट्युब इन द ट्र्याकिया। अप्टुरेटरको काम के गर्छ, इन्सर्सन गरिन्छ है। अप्टुरेटर हेल्प्स इन द इन्सर्सन अर इन्ट्रोडक्सन। हामीले अप्टुरेटर लगाएर गरिन्छ क्या सुरुमा, अनि त्यसपछि अप्टुरेटरलाई निकालेर हामीले इनर ट्युब लगाइन्छ। सुरुमा चाहिँ हामीले यो र यो अप्टुरेटर मात्र राखेर मान्छेकोमा हालिन्छ, त्यसपछि चाहिँ अप्टुरेटर निकालिन्छ अनि इनर ट्युब हालिन्छ क्या। ल अब यसको एडभान्टेज के हो, एडभान्टेज यसको मेन त सोध्ने भनेको एडभान्टेज हो होइन। एडभान्टेज भनेको के हुन्छ भन्दाखेरि यो चिप हुन्छ, एकदमै इजी हुन्छ कि, चिप हुन्छ एउटा होइन, चिप हुन्छ एउटा सजिलो। अर्को भनेको चाहिँ के हुन्छ भन्दाखेरि इजी टु रिमुभ हुन्छ होइन। जब यो मेटलको छ, इजी टु रिमुभ छ, क्लिन गर्न पनि एकदमै सजिलो हुन्छ र रिप्लेस द इनर क्यानुला। यसलाई चाहिँ मेन यसको किन र यो यही नै यसको मेन यसको एडभान्टेज भनेको यही हो कि हामीले चाहिँ यसलाई इनर क्यानुलालाई मजाले क्लियर गर्न सकिन्छ भने कि इनर क्यानुला निकाल्न सकिन्छ कि, त्यही भएर इनर क्यानुला टक्क मजाले क्लिन गरियो, ठिक छ। के हुँदो रहेछ यसको एडभान्टेज भन्दाखेरि चिप हुन्छ, इजी टु रिमुभ हुन्छ होइन, क्लिन गर्न सकिन्छ र रिप्लेस द इनर क्यानुला होइन। त्यसपछि चाहिँ हाम्रो यसमा लक हुन्छ। लकको काम के हो भनेर सोध्न सक्छ। लकले चाहिँ के गर्छ भन्दाखेरि यो लक लगायो भने चाहिँ तिम्रो एक्सिडेन्टल एक्सपल्सन अफ द इनर ट्युब हुन सक्दैन नि त। इनर ट्युब लक लगाएपछि इनर ट्युब पनि त्यहाँ बसिहाल्छ होइन। यसरी लक छ नि त, लक लगाएपछि यहाँ लगेर त लक लगाउनु ठाउँछ होइन। लक लगाएपछि के हुन्छ, इनर ट्युब पनि बसिरहेको छ, त्यसले चाहिँ के हुँदैन, एक्सपल्सनहरू पाउँदैन। इनर ट्युब कहाँ जानु त, इनर ट्युब त आउटर ट्युबबाट सरर बगेर जान सक्दैन। त्यही भएर यसले के गर्छ त, यसले चाहिँ एक्सिडेन्टल एक्सपल्सनलाई रोक्छ, प्रिभेन्ट गर्छ
लाई के गर्छ त प्रिभेन्ट गर्छ ठीक छ ओके अनि त्यसपछि अर्को आउँछ इनर ट्युब चाहिँ जुन आउटर ट्युब छ नि इनर ट्युब चाहिँ हल्का लङ्गर हुन्छ कि इनर ट्युब चाहिँ तिम्रो इनर ट्युब चाहिँ लङ्गर हुन्छ है आउटर ट्युब भन्दा इनर ट्युब चाहिँ लङ्गर हुन्छ किन लङ्गर हुन्छ भन्दाखेरि जति पनि यसले के गर्छ भन्दाखेरि इट अलो जति पनि एकुमुलेसनहरू छ नि इट अलो द एकुमुलेसन अफ सेक्रेसन हेर सेक्रेसनको जति पनि एकुमुलेसन यसले चाहिँ एकुमुलेसन अफ द सेक्रेसन ओन्ली इनसाइड द इनर ट्युबमा के सिर्फ आउटर ट्युबमा जानै दिँदैन अनि इनर ट्युब त हामीले रिप्लेस पनि गर्न सकिन्छ त्यही त यसको बेस्ट पार्ट हो हैन रहेर इनर ट्युब गरिन्छ हैन इनर ट्युब अनि जुन चाहिँ के हुन्छ विच क्यान बी रिप्लेस र क्लिन पनि गर्न सकियो हैन अब यति जेलसम्म चाहिँ मान्छेले के गर्छ त आउटर ट्युबबाट सास फेरिरहेको ठिक छ आउटर ट्युबबाट दिस इज द यति भनेपछि जति पनि तिम्रो को छ सर म्याम खुस दिस इज द ज्याक्सन मेटालिक ट्र्याकोस्टोमी ट्युब हैन दिस आर थ्री पार्ट आउटर ट्युब इनर ट्युब एन्ड अब्टुरेटर द आउटर ट्युब हेज द फ्यालेन्जेस अन आइदर साइड एन्ड द लक हैन द इनर ट्युब इज फिक्स अन द के हुन्छ त आउटर ट्युब एन्ड बाई अ लक द अब्टुरेटर हेल्प्स इन द इन्ट्रोडक्सन अफ द ट्युब इन्टु द ट्र्याकिया ठीक छ द एडभान्टेज अफ दिस ट्र्याकोस्टोमी ट्युब इज इट इज चिप हैन इट इज चिप okay it is easy to remove and clean हैन and replace the it is easy to remove clean and replace the inner cannula ठीक छ the lock help in the accidental expulsion of the inner the locks helps to prevent the accidental expulsion of the inner tube हैन the inner tube is longer than the outer tube because the inner tube allow the accumulation of the secretion only inside the inner tube because it allow के हुन्छ because so that the secretion can be accumulated only inside the inner tube which can then be removed and के हुन्छ त for cleaning at the meantime the person द आउटर ट्युब एक्ट एज अ इयर च्यानल भनेर भनिदिने ठिक छ ओके अब त्यसपछि हामी जान्छौँ अर्को ओके हामी जान्छौँ यो पनि इम्पोर्टेन्ट छ है यो पनि हुन्छ त्यहाँ म्याक्सिममै ओके अब यसको नाम के हो यसको अघिको पनि के हो मेटालिक यो पनि मेटालिक हो यसको नाम हो फुलर्स के हुन्छ फुलर्स तर यसमा दुईवटा भल्भ हेर न यो दुईवटा भल्भ छ नि त्यही भएर यसलाई बाई भल्भ भन्छ फुलर्स दुईवटा भल्भ भएको कारणले बाई भल्भ मेटालिक यसलाई के भन्छ यो दुईटा के हो दिज आर दि ब्लेड्स आउटर ट्युबको दुईटा ब्लेड हुन्छ के हैन यसको चाहिँ बाई भल्भ हुन्छ यहाँ देखिएको छैन भल्भ हैन यसको बाई भल्भ हुन्छ मेटालिक हुन्छ र यसलाई के भन्छ त ट्युब भनिन्छ ट्र्याकोस्टोमी ट्युब टिटी है यसको नाम हो यो यसको नाम सम्झिने है ल अब यसको नाम त यो हो अब यो पनि के हो ठ्याक्कै त्यही हो इट कन्सिस्ट अफ यसको पनि के हो आउटर ट्युब छ हैन र इनर ट्युब छ अघिको चाहिँ अब्टुरेटर पनि थियो यसको चाहिँ छैन है र इनर ट्युब छ दुईटा ट्युब छ ठिक छ आउटर ट्युब भनेको के हो आउटर ट्युब छ नि त्यो केले बनेको छ आउटर ट्युब मेड अफ टु ब्लेड दुईटा ब्लेडले बनेको छ ब्लेडलाई हामीले फ्यालेन्स पनि भन्न सकिन्छ अघिको जस्तै यो दुईटा ब्लेड छ दिस इज द ब्लेड हैन अनि यो ब्लेड चाहिँ के हुन्छ त भन्दाखेरि विच आर कम्प्रेसेबल यसलाई हामीले कम्प्रेस गर्न सकिन्छ ठिक छ कम्प्रेसेबल हुन्छ ठिक छ यिनीहरू अनि बल्ल हामीले छिराउन सकिन्छ त्यो ट्र्याकोस्टोमी हाल्न सकिन्छ कि बल्ल अनि जुन यो इनर ट्युब छ नि इनर ट्युब भनेको चाहिँ त्यसमा होल हुन्छ हैन ह्याज के हुन्छ होल इन दि सेन्टर यो होल देखिन्छ होल इन दि सेन्टरमा होल हुन्छ के को कारणले होल हुन्छ भनेर एकदमै इम्पोर्टेन्ट छ सो द्याट यो त एकदम सम्झिहाल है सो द्याट पेसेन्ट क्यान स्टिल ह्याभ अ चान्स टु ब्रेथ मात्र हैन पेसेन्टले बोल्न पनि सक्छ फोनेसन पनि गर्न सक्छ ठिक छ ल यो चाहिँ सम्झिने ल एकदम इम्पोर्टेन्ट छ इनर ट्युब हेज द होल इन द सेन्टर बिकज सो द्याट द पेसेन्ट क्यान स्टिल हेभ अ चान्स टु ब्रेथ फ्रम द ल्यारिङ्स इभन वेन द ट्युब इज के हुन्छ ब्लक एट इट्स आउटर एन्ड भनेर सम्झिने हेर यति नै हो यसबाट पढ्न पनि अरू केही पनि जान्नु पर्दैन यति जानेपछि पुगिहाल्छ यो त्यति इम्पोर्टेन्ट छैन ज्याक्सन जस्तो तर यो पनि इम्पोर्टेन्ट चाहिँ छ यसको नाम हो फुलर्स बाई भल्भ मेटालिक ट्र्याकोस्टोमी ट्युब द इट कन्सिस्ट अफ टु ट्युब आउटर ट्युब एन्ड द इनर ट्युब द आउटर ट्युब कन्सिस्ट अफ टु ब्लेड विच आर कम्प्रेसिबल द इनर ट्युब हेज द होल इन द सेन्टर बिकज सो that the patient can still breathe from the larynx when the outer tube is the obstructed है ब्लक भयो भने चाहिँ के हुन्छ ल्यारिङ्सबाट चाहिँ यसले के गर्न सक्छ ब्रेथ गर्न सक्छ भनेर हुन्छ अब त्यसपछि आउँछ नेक्स्ट इम्पोर्टेन्ट इज दिस इज यो त अघिको ज्याक्सन र यो चाहिँ अति नै इम्पोर्टेन्ट छ ल हेर यो कसरी राखिन्छ पनि म देखाइदिन्छु है ल हेर यसको नाम हो के हो यसको नाम हो पटेक्स कफ ट्र्याकोस्टोमी ट्युब के अरे यसको नाम
पटेक्स कफ ट्र्याकेस्टमी ट्युब ठिक छ PORTX पटेक्स्ट कफ ट्र्याकेस्टमी ट्युब ल हेर यो चाहिँ के हुन्छ भन्दा यसको कफ हुन्छ नच्छ नि हेरेर यहाँ कफ छ हेर यसको कफ हुन्छ ठिक छ दिस इज द कफ होइन यसको कफ हुन्छ एउटा अचम्मको कुरा चाहिँ यसको कफ हुन्छ यसलाई कसरी राखिन्छ त यसरी राखिन्छ यसरी राखिन्छ यो कफ छ नि यो हामीले इन्फ्लेट गर्न मिल्छ यसलाई यस्तरी हावा दियो भने यहाँबाट हावा दिन मिल्छ यसरी इन्फ्लेट गरिन्छ यसले के गर्छ यसले एस्पिरेसन जति पनि यो फ्यारेन्जियल सेक्रेसनहरू छ नि त्यसलाई चाहिँ लङमा जान दिँदैन त्यही भएर चाहिँ यसले यसको बेस्ट पार्ट हो ठिक छ हामी त्यही भएर कोमा पेसेन्टहरूमा पनि हामीले युज गर्न सकिन्छ भनेर भनिन्छ है हेर यसको नर्मली दिस इज द पटेक्स कफ ट्युब होइन ट्र्याकेस्टमी ट्युब वेन द कफ यदि कफलाई चाहिँ इन्फ्लेट गरियो भने होइन यदि वेन द कफ इज इन्फ्लेटेड होइन यसले चाहिँ के गर्छ त इट प्रिभेन्ट एस्पिरेसन होइन प्रिभेन्ट के हुन्छ त प्रिभेन्ट एस्पिरेसन अफ के को एस्पिरेसन फ्यारेन्जियल सेक्रेसनहरू प्रिभेन्ट गर्यो नि त प्रिभेन्ट द एस्पिरेसन अफ फ्यारेन्जियल सेक्रेसन इन्टु द ट्र्याकेमा जान दिएन ठिक है यस्तो एउटा काम यही हो र हामीले के गर्न सकिन्छ त हेर पुरै इयर लिक छ नि त इयर के छ लिक छ कि के छ इयर लिक त छैन इयर टाइट छ इयर टाइट भएपछि हामीले के हुन्छ पोजिटिभ प्रेसर भेन्टिलेसन होइन त्यो पनि के हुन्छ त क्यान बी गिभन मजाले पोजिटिभ प्रेसर भेन्टिलेसन पनि दिन मिल्यो नि त ल हेर यही हो ठिक छ अनि अर्को भनेको यसले चाहिँ के पनि प्रिभेन्ट गर्छ अल्सो प्रिभेन्ट इयर लिक पनि हुन दिँदैन इयर लिक हुन दिँदैन र सो द्याट के हुन्छ फेरि यसमा नि PPB दिन मिलो ठिक छ PPB इज गिभन अब अर्को हेर जब चाहिँ वेन देयर इज डेन्जर अफ द एस्पिरेसन होइन जस्तै यो चाहिँ इट इज युज इन दि केमा आउँछ कोमा पेसेन्टहरूमा युज गर्न सकिन्छ अनकन्सियस पेसेन्टहरूमा पनि युज गर्न सकियो होइन अनकन्सियस पेसेन्टहरूमा पनि युज गर्न सकिन्छ ठिक छ कफलाई चाहिँ हामीले डिफ्लेट गरिराख्नुपर्छ कफ सुल्बी मैले अघि भनेको थिएँ नि किन कति मिनट हुन्छ अब म पढाउँछु त अघिको कुरा आएको थियो नि कफलाई चाहिँ जहिले हामीले भनेको थियौँ नि अघि डिफ्लेसन गर्नुपर्छ भनेर हो यही कुरा हो ठिक छ यदि हामीले चाहिँ नर्मल्ली चाहिँ यही युज गरिरहेको हुन्छ कि यसलाई चाहिँ हामीले 2 घन्टामा जहिले पनि फर 5 मिनटको लागि हामीले डिफ्लेसन गरिन्छ किन डिफ्लेसन गरिन्छ त टु प्रिभेन्ट एकदमै इम्पोर्टेन्ट छ है टु प्रिभेन्ट एउटा के प्रिभेन्ट गरिन्छ त यसबाट स्केमिया प्रिभेन्ट हुन्छ अर्को के प्रिभेन्ट गरिन्छ त अर्को कार्टिलेज नेक्रोसिस अर्को के प्रिभेन्ट गरिन्छ त अर्को ड्यामेज टु दि ट्र्याकिया ठिक छ ड्यामेज टु ट्र्याकिया यति 3टा कुरा प्रिभेन्ट गर्नको लागि चाहिँ हामीले यो गरिन्छ र यो भनेको चाहिँ रेडियोथेरापी पेसेन्ट युज क्यान बी युज इन रेडियोथेरापी जुन चाहिँ रेडिएसन थेरापी जसलाई चाहिँ रेडिएसन युज हुन्छ नि हो त्यसमा पनि हामीले युज गर्न सकिन्छ भनेको क्यान बी युज इन पेसेन्ट हु रिक्वायर रेडिएसन होइन यसमा चाहिँ एउटा निलो लाइन हुन्छ कि यहाँ देखेको छ कि नै हेर त यो लाइन यसो देखिएछ निलो देखिन्छ नि एउटा लाइन हेर त यो निलो लाइन देखिएछ यसको यतापट्टि चाहिँ निलो लाइन हुन्छ कि एउटा हो त्यो निलो लाइनले चाहिँ एक्सरेमा चाहिँ के देखाउँछ त आइडेन्टिफिकेसनको लागि हेल्प गर्छ ठिक छ त्यो भनिदिने ठिक छ त्यहाँ त्यो पनि कुराहरू भन्ने देयर इज ब्लू लाइन विच हेल्प्स इन दि आइडेन्टिफिकेसन इन एक्सरे दिस इज द यति कुराहरू हो अब त्यसपछि चाहिँ हामीले चाहिँ कसरी छुटाउन सकिन्छ कसलाई कति चाहिन्छ भनेर कुरा आउन सक्छ होइन यदि चाहिँ पटेक्स ट्युब होइन अघिको ट्युब चाहिँ यदि लेस देन 6 इयर्सको बच्चा छ भने 6 इयरको चाइल्ड छ भने चाहिँ हामीले चाहिँ त्यसलाई एज डिभाइडेड बाई कति त 3 + 3.5 गरिन्छ र यसरी चाहिँ यसको चाहिँ के आउँछ त इनर ट्युबको डायमिटर आउँछ ठिक छ र यहाँ चाहिँ तिम्रो इनर ट्युबको डायमिटर लेखेको हुन्छ कि यहाँ पनि लेखेको हुन्छ यहाँ हेरेर 0.8 D यस्तो लेखेको हुन्छ कि बुझ्यौ नि इनर ट्युबको डायमिटर लेख्छ होइन यहाँ थाहा भइहाल्छ ठिक छ यसरी दिन सकिन्छ यदि जुन चाहिँ 6 वर्षभन्दा माथिको छ भने चाहिँ 6 वर्षभन्दा माथिको छ एज डिभाइड बाई 4 + 4.5 गर्न सकिन्छ होइन नर्मल्ली चाहिँ वेल बिल्ड अलिक मजाको हिस्टपिस्टवाला केटा छ भने मेल छ भने चाहिँ त्यसलाई चाहिँ 8 देखि 8.5 को चाहिन्छ होइन 8 देखि 8.5 को चाहिन्छ र वेल बिल्ड फिमेल छ भने चाहिँ त्यसलाई कतिको चाहिन्छ त 7 देखि 7.5 को चाहिन्छ ठिक छ नर्मली 7.5 भनौँ न त होइन 7.5 देखि 8 सम्मको चाहिन्छ ठिक छ 8 mm को सम्म चाहिन्छ ठिक छ यो चाहिँ यसको चाहिँ यो के हो यसको इन्टरनल डायमिटर यति भएको भइहाल्छ ठिक छ यति नै कुरा यसबाट नि जानुपर्ने ल यसबाट नि भनिहाल्यो सोधिहाल्यो कसैले भन्दाखेरि दिस इज द पटेक्स कफ ट्र्याकेस्टोमी ट्युब होइन इट कन्सिस्ट अफ के इट कन्सिस्ट अफ कफ हुन्छ र एउटा ट्युब हुन्छ इट कन्सिस्ट अफ सिंगल ट्युब ठिक छ अनि जब वेन द कफ इज इन्फ्लेटेड देन इट प्रिभेन्ट दि के हुन्छ त देन इट प्रिभेन्ट द एस्पिरेसन अफ द फ्यारेन्जियल सेक्रेसन ठिक छ इट प्रिभेन्ट द एस्पिरेसन अफ द फ्यारेन्जियल सेक्रेसनको एस्पिरेसनलाई प्रिभेन्ट गर्छ इन्टु द ट्र्याकिया एन्ड द पोजिटिभ प्रेसिडेसन भेन्टिलेसन क्यान बी गिभन अल्सो इट हेल्प्स इन द के हुन्छ त इट हेल्प्स इन टु प्रिभेन्ट द इयर लिकेज इट हेल्प्स इन द प्रिभेन्सन अफ द इयर लिकेज सो द्याट द पोजिटिभ प्रेसिडेसन भेन्टिलेसन क्यान बी गिभन इट क्यान बी गिभन इन द पेसेन्ट हु रिक्वायर रेडिएसन एन्ड हु आर इन द के हुन्छ हु आर कोमाटोज पेसेन्ट अर द अनकन्सियस
दिस पेसेन्ट देयर इज अ ब्लू लाइन होइन विच इज हेल्प्स इन द के हुन्छ आइडेन्टिफिकेसन ड्युरिङ द एक्सरे हुन्छ द कफ्स विल बी डिफ्लेटेड एभ्री कति हुन्छ एभ्री 5 मिनट फर कति एभ्री 2 आवर्स फर 5 मिनट ठिक छ द कफ्स विल बी डिफ्लेटेड फर कति हो त 5 मिनट एभ्री 2 आवर हुन्छ के को कारण टु प्रिभेन्ट दि ड्यामेज टु दि ट्र्याकिया कार्टिलेज नेक्रोसिस र स्केमियाको लागि प्रिभेन्ट गर्नको लागि अनि कसैले सोधिहाल्यो भने के गर्छौ कसरी लिन्छौ भनेर सोध्यो भने चाहिँ यदि 6 वर्षभन्दा लेस छ भने चाहिँ एज डिभाइडेड बाई 3 प्लस 3.5 6 वर्षभन्दा माथि छ भने एज डिभाइडेड बाई 4 प्लस 4.5 वेल बिल्ड मेल र वेल बिल्ड फिमेलको कुरा आउँछ 8 to 8.5 7.8 to 8 दिस इज मस्ट फर दि ट्र्याकोस्टोमी यो बाहेक ट्र्याकोस्टोमीबाट भाइबामा केही पनि बाहिरको क्वेसन आउँदैन है यतिकै छ हेर मैले अर्को धेरै ट्र्याकोस्टोमी अरू पनि हुन्छ है यसमा दुईटावाला हेर यो हुकमा नि दुईटावाला हुक पनि हुन्छ त्यो मैले पढाएको छैन नर्मल्ली चाहिँ कलेजहरूमा यति हुन्छ तर यदि तिम्रो कलेजमा योभन्दा नि बढी धेरै छ भने अरू धेरै पनि छ भने इन्स्ट्रुमेन्टहरू त्यो पनि पढ तर नर्मल कलेजहरूमा चाहिँ नर्मल्ली राखिने भनेर मैले मोस्ट इम्पोर्टेन्ट कुराहरू मात्रै राखेको छु होइन तर तिम्रो कलेजमा योभन्दा बाहेक अरू पनि त हुन्छ ट्र्याकोस्टोमी ट्युब योभन्दा बाहेकका कुनै पनि ट्युबहरू छन् कुनै पनि इन्स्ट्रुमेन्टहरू छन् भने पनि तिमीले चाहिँ त्यो पढ्नुपर्छ ओके थ्याङ्क यू